यसलाई र यसलाई 5000 पर्छ। यो जुन वायरलेस माइसलाई 5000, यसको 38000 जति। यो जुन अहिले बनाएको भिडियोमा 1000 सब्स्क्राइबर प्लस 4000 घण्टा वाचिङ टाइम आवर पुगिसके पछाडि मैले नमस्ते अनि स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। यो मेरो बिल्कुलै नयाँ युट्युब च्यानल हो। तपाईहरु सम्पूर्ण साथीहरुलाई मेरो च्यानलमा स्वागत छ साथीहरु। र मैले यो युट्युब च्यानल भर्खरै मात्र खोलेको हो, धेरै भएको छैन, समथिङ त्यही 2-3 महिना जति भयो होला। र मैले त्यति प्रायोरिटी दिन पनि पाएको थिइनँ। त्यसले गर्दाखेरि अब चाहिँ भिडियो बनाउनलाई सुरुवात गर्छु भनेर मैले सोचिराखेको छु। र त्यसले गर्दा अलिकति व्यस्तताको कारणले गर्दाखेरि मैले भिडियो बनाउन पाएको थिइनँ। र यो सोशल प्लेटफर्ममा धेरै नै साथीहरुको मैले च्यानलहरु देखेको छु, युट्युब च्यानलहरु। कतिले पैसा कमाउनु भएको छ, कतिले यस्तो उस्तो भने सबै भिडियो हाल्नु भएको छ। मलाई पनि एउटा रहर जागेर मैले आफैले युट्युब च्यानल खोलेर कस्तो तरिकाले अगाडि बढ्ने र आफूले जानेको कुराहरु पनि शेयर हुन्छ। र अनि प्राय जसो मैले चाहिँ यो भिडियो बनाउनुको अर्थ चाहिँ र यो जुन युट्युब च्यानल खोल्नुको अर्थ चाहिँ जानकारी, यहाँहरुलाई जानकारी दिनको लागि, जस्तै इन्फर्मेसनहरु जस्तो भयो कि कुनै पनि किसिमको यो जुन सोशल प्लेटफर्मको कुराहरु देखि लिएर, जस्तो अब युट्युब सम्बन्धी हल्का आफूले जानेको मात्रै है, फेरि आफूले जानेको कुराहरु यहाँहरुलाई शेयर गर्नलाई। त्यसपछि जो इलेक्ट्रोनिक कुराहरु जस्तो लाइक अब वायरलेस माइक भयो, त्यसपछि अनि यो जुन मोबाइल कुन चाहिँ खालको मोबाइल राम्रो हुन्छ ब्लगिङको लागि, अनि यो जुन भिडियो सुट गर्नको लागि कस्तो खालको टुल्स प्रयोग गर्ने, अनि तपाईको क्यामेरा कस्तो खालको युज गर्ने, अनि प्लस आदि इत्यादि कुराहरु मैले यो भिडियोमा जानकारी नै दिनेछु भनेर मेरो उद्देश्य चाहिँ त्यही नै थियो। र मेरो आफ्नो व्यस्तताको कारणले गर्दाखेरि मैले भिडियो बनाउन पाएको थिइनँ। त्यसको लागि सरी साथीहरु। हुन त म त्यस्तो प्रोफेसनल हैन, मैले जानी भएर हैन, आफूले जुन जानेको ज्ञान मैले तपाईहरुलाई मात्रै शेयर गर्न मात्रै खोजेको। र यो भिडियोमा बिल्कुल म नयाँ हो, मेरो नयाँ च्यानल हो यो। तपाईहरुलाई थाहा छ, जम्मा 2-3 वटा भिडियो भन्दा छैन मसँग। र मलाई पनि रहर लाएर हैन, अरु अन्य साथीहरुको धेरै नै भिडियो अब जस भाइरल भइराखेको, धेरै नै पैसा अब कमाइराखेको, प्लस अब यस्तो हुन्छ उस्तो हुन्छ भने धेरै सुनिरहेको हो नि त। त्यसले गर्दाखेरि मलाई पनि एउटा रहर जागेर मैले आफूले जानेको कुराहरु हजुरहरुलाई शेयर गर्छु भनेर मैले चाहिँ त्यो जमर्को राखेर मैले त्यो सोचाइले मैले यो च्यानल खोलेको हो। र अरूमा पनि मैले दिने नै छु। जस्तो अब कुनै बेला अब भ्लग पनि हुनेछ हैन, हल्का मिक्स टाइपको पनि हुनेछ, मिक्स खालको। र त्यसले गर्दाखेरि मलाई पनि एउटा इच्छा रहर जागेर मैले यो युट्युब च्यानल खोलेको हो। आशा छ यो युट्युब च्यानल हजुरहरुले हेरिसके पछाडि लाइक, कमेन्ट, शेयर गरिदिनुहुन्छ भने पूर्ण विश्वासको साथ आफूलाई पनि अलिकति अनुभव लिनलाई एकदमै रहर लागिरहेको थियो कि अब जस्तो अब मोनेटाइजको जुन क्राइटेरिया जुन छ त्यहाँसम्म पुग्न पाए कस्तो हुन्थ्यो, म पनि युट्युब चलाएर अलिकति भाइरल हुन पाए कस्तो हुन्थ्यो भन्ने त्यो इच्छा आकांक्षा हुन्छ नि त। त्यो चाहिँ नि आफूले जानेको भिडियोहरु सक्दो प्रयास गरेछु, भिडियो धेरै भन्दा धेरै बनाउनको लागि। र आफूले जानेको कुराहरु शेयर गर्नलाई म एकदमै मेरो तर्फबाट मैले कोसिस गरे नै छु। र अनि त्यसको साथसाथै हजुरहरुको माया पनि चाहिन्छ। मैले मात्रै भिडियो बनाएर हैन, मैले अपलोड गरेर मात्रै हुँदैन, एकजनाले मात्रै हेरेर हुँदैन। अब हजुरहरु को खाँचो पर्छ हैन, ऑडियन्सहरुको खाँचो पर्छ। हेरौँ न त अब जस मोनेटाइजको क्राइटेरियासम्म पुगेर हेरौँ, त्यहाँसम्म पुग्दाखेरि कस्तो अवस्था हुन्छ, के हुन्छ, कतिको राम्रो हुन्छ, कतिको राम्रो हुँदैन, सफल भइन्छ या भइदैन, त्यसपछिको कुराहरु पछि नै गरौँला भनेर अनि मैले चाहिँ तपाईहरुको माया एकदमै खाँचो छ। प्लिज भिडियो हेरिसके पछाडि कमेन्ट अनि त्यसपछि सब्स्क्राइब, लाइक चाहिँ गर्न नभुल्नु होला। र मैले यो भिडियो मार्फत के भन्न चाहन्छु भने एक्सन क्यामेरा हैन, जुन चाहिँ कम्पनीको नाम चाहिँ अकासो ब्राभ 8 लाइट भन्ने जुन मसँग यहाँ छ, यो जुन कम्बो प्याकेजमा आएको हो। र मैले चाहिँ यो भिडियो सुट चाहिँ मैले मोबाइलबाट गर्छु। र योबाट गर्नलाई चाहिँ किनभने अलि अब एक्सेसरिजहरु अलिकति बढी नै चाहिन्छ, अब स्ट्यान्डदेखि लिएर हरेक कुराहरु चाहिन्छ। विशेष गरी चाहिँ मेरो भनाइ चाहिँ यो चाहिँ जुन एक्सन क्यामेरा छ यो चाहिँ मोटो भ्लगको लागि एकदमै बेटर हुन्छ है। मेरो विचारमा, मेरो ओपिनियनमा चाहिँ यो चाहिँ मोटो भ्लगको लागि एकदमै बेटर हो। र मैले चाहिँ गिभ अवे गर्ने छु। यदि मेरो यो च्यानलमा यो जुन अहिले बनाएको भिडियोमा 1000 सब्स्क्राइबर प्लस 4000 घण्टा वाचिङ टाइम आवर पुगिसके पछाडि मैले जुन कमेन्टमा लेख्नु पर्ने हुनेछ, तपाईहरुले गुड भिडियो भनेर लेख्नु पर्ने हुन्छ। र उहाँहरुलाई जुन मेरो
मोनिटाइजको क्राइटेरिया पुगिसके पछाडि जस्तो अब भनौँ अघि भनिसकेँ 1000 सब्सक्राइबर प्लस 4000 घन्टा वाचिङ टाइम आवर पुगिसके पछाडि कम्प्लिट भएपछि म गिभ अवे गर्नेछु यो होइन। यो मात्रै होइन, प्लस मैले सेकेन्ड जुन मेरो हातमा गोलाप प्रथाद्वारा गर्नेछु, मेरो हातमा फर्स्ट कुपन परेपछि उहाँलाई फर्स्ट कुपन एक्सन क्यामेरा मैले दिनेछु होइन। र अनि सेकेन्डको चाहिँ मैले यो जुन वायरलेस माइक छ मसँग, यहाँ हेर्न सक्नुहुन्छ, यो वायरलेस माइक हो। यो टाइप सीमा पनि छ, लाइटिङमा पनि छ, आइफोनलाई एन्ड्रोइड सबैलाई हुन्छ। यसले एकदमै राम्रो हो, यसको एकदमै राम्रो पर्फर्मेन्स छ यसको होइन, एकदमै राम्रो क्ल्यारिटी होइन, नोइज क्यान्सलेसन यहाँ हेर्न सक्नुहुन्छ। सिस्टम फङ्सनहरू धेरै नै छ, हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ। यो पनि म यो जुन भिडियोमा डिस्क्रिप्सनमा लगाइदिउँला, या त्यसको जुन फिचरहरू के छ म त्यो हजुरहरूलाई देखाइदिउँला। र अनि पहिलो फर्स्ट पुरस्कार जुन यो एक्सन क्यामेरा छ, यहाँ देखिरहनु भएको होला, म अलिकति यहाँ खोलेर पनि देखाइदिन्छु। एकदमै नयाँ, एकदमै रेयर, नयाँ एकदमै हेर्न सक्नुहुन्छ। यो मैले युज पनि गरेको छैन, यहाँ स्टिकरै छ अनि यता पनि स्टिकरै छ होइन, एकदमै राम्रो छ। म यो चाहिँ गिफ्ट गर्नेछु होइन, गोलाप प्रथाद्वारा गरेर म गिफ्ट गर्नेछु, त्यसै म फेरि दिँदिनँ होइन, किनभने धेरै महँगोको पनि हो। लगभग यो नेपाली 38,000 पर्छ, 35 देखि 38,000सम्म पर्छ यसको प्राइस। र यो चाहिँ म गिभ अवे गर्नेछु, गिफ्ट गर्नेछु, या भनौँ कुपन मार्फतद्वारा मैले फर्स्ट पुरस्कार भनौँ कि फर्स्ट गिफ्ट यो भइहाल्यो क्यामेरा, अनि सेकेन्ड भयो वायरलेस माइक। यो चाहिँ म दिलाउनेछु। कमेन्ट गर्नुपर्ने हुन्छ, लाइक गर्नुपर्ने हुन्छ, कमेन्टमा गएर गुड भिडियो भनेर हजुरहरूले लेखिदिनुपर्ने हुन्छ है। किनभने मैले यो दिन लागेको, मैले सुट गर्दाखेरि मोबाइलबाट गर्छु होइन, त्यसले गर्दाखेरि यो चाहिँ खासै मैले त्यति महत्त्वपूर्ण देखिनँ मेरो लागि। किनभने कतिपय अहिले युवाहरू हुनुहुन्छ साथीहरू होइन, भर्खर केटाहरू, अब जस्तो अब म मोटो भ्लग गर्छु होइन, जस्तो बाहिर गएर त्यो टाइपको चाहिँ हुन्छ नि त, त्यसले गर्दाखेरि उहाँहरूको लागि एकदमै बेटर हुन्छ। र अनि यसको अब स्ट्यान्ड मसँग छैन अहिले होइन, किनभने यो चाहिँ अब मैले अघि नै भनिहालेँ, अब मोटो भ्लगको लागि एकदमै बेटर हो। त्यसले गर्दा मैले चाहिँ युज गरेको छैन यो। तपाईँहरूले सायद अब यदि लकी हुनुहुन्छ भने पक्कै पनि सुरुमै गएर कमेन्ट गरिदिनु होला गुड भिडियो भनेर, तपाईँहरूलाई नि पर्न सक्छ यो। र यो पनि सेकेन्ड पुरस्कार यो भइहाल्यो होइन। एकदमै राम्रो छ यो जुन बाइकको लागि, यो जुन हेलमेट सेटअपको लागि एक्सेसरिज एकदमै धेरै पाउन सक्नुहुन्छ। एकदमै जति जुन नयाँ सेटमा आयो त्यति नै छ, हेर्न सक्नुहुन्छ यहाँ। एकदमै धेरै छ यहाँ, धेरै छ यहाँ। जुन बाइकमा लगाउने एक्सेसरिज सबै छ यहाँ। त्यसमाथि भएन र वाचधरि छ है, धेरै छ के, धेरै छ यहाँ। जो छ सुरुमा आएको त्यस्तै नै पाउनुहुन्छ तपाईँहरूले, कति पनि घटिबढी हुँदैन यहाँ। एकदमै यो मैले फेक बनाएको भिडियो होइन, एकदमै यो एकदमै 100% ट्रु हो। तपाईँहरूले यो नसोच्नु होला कि यो फ्याक बनाएको यो भिडियो यो होइन भनेर, त्यो नसोच्नु होला प्लिज। 100% हो, यो कुनै झुटो होइन, कुनै यो फेक होइन है, यो एकदमै रियालिटी हो। तर यो भिडियोमा हुन त अब हजुरहरूले मन पराइदिएर हेरिदिनु भयो भने अब खासै 1000 सब्सक्राइबर प्लस 4000 घन्टा वाचिङ टाइम आवर पुग्नलाई धेरै लाग्दैन होइन। त्यसले गर्दाखेरि मेन कुरो तपाईँहरूको माया हो। तपाईँहरूको माया पाएर, तपाईँहरूको साथ सपोर्ट पायो भने च्यानल ग्रो हुनको लागि र भ्युज बढ्नको लागि धेरै टाइमै लाग्दैन। त्यसले गर्दाखेरि भिडियो हेरिदिनु होला सुरुबाट अन्त्यसम्म। अनि मैले जुन यो गिफ्ट चाहिँ नै तपाईँहरूलाई प्रदान गर्नेछु, जुन मोनिटाइजको क्राइटेरिया पुगिसके पछाडि म तपाईँहरूलाई 100% दिनुहुन्छ। जहाँ हुनुहुन्छ, चाहे स्वदेश विदेश नेपाल जुनसुकै ठाउँमा भए पनि म कन्ट्याक्ट गराएर होइन, उहाँलाई चाहिँ कन्ट्याक्ट गराएर मेसेज गराएर तपाईँहरूलाई मैले यो गिफ्ट जहाँ भन्यो त्यही म पुर्याइदिनेछु। 101% एकदमै विश्वास हो, एकदमै ट्रुथ हो यो, कुनै फेक कुनै झुटो होइन। तपाईँहरूले मेन कुरो के गर्नु पऱ्यो भन्दाखेरि भिडियो हेरेर लाइक कमेन्टमा गुड भिडियो भनेर भनिदिनु पऱ्यो। गोलाप प्रथाद्वारा मैले यो कुपनहरू निकालेर तपाईँहरूको अगाडि सो नै गर्नेछु र गिफ्ट गर्नेछु। यो आशा छ भिडियो हेरिसके पछाडि बुझ्नु भयो होला हजुरहरूले। र मलाई पनि एउटा इच्छाले एउटा चाहिँ रहर भएको कारणले गर्दाखेरि यो होइन, अब कतिको ग्रो हुन्छ हेरौँ। अब मलाई पनि रहर लागिरहेको थियो च्यानल बनाउनको लागि, र कतिको ग्रो गर्न सकिन्छ, कतिको काम भनौँ न काम दिन सकिन्छ, अब या कतिको चाहिँ नै भिडियोलाई प्रायोरिटी दिन सकिन्छ। त्यसले गर्दाखेरि मैले चाहिँ यो रहर लागेर नै होइन, एउटा हिसाबले अब राम्रै ग्रो भएर तपाईँहरूको माया पाइयो भने म 100% यसैमै लागेर कन्टिन्यू भिडियो बनाउँछु। यदि
भ्युज आएन भने त अब के गर्ने हो र होइन। र आजलाई यति नै। अर्को भिडियोमा फेरि अर्कै विषयवस्तु लिएर आउने नै छु र कुनै पनि यो जुन इलेक्ट्रिक सम्बन्धी भयो होइन, यो जुन क्यामेराहरू, चार्जर, मोबाइल, ल्यापटपदेखि कुनै पनि यस्ता यो न्यू इन्फर्मेसन केही छ भने, नयाँ कुनै अनबक्सिङ भएको छ, नयाँ केही आएको छ भने म यो भिडियो मार्फत इन्फर्मेसन म तपाईँहरूलाई दिनेछु। कुन चाहिँ खालको राम्रो नराम्रो, कुन चाहिँ कम्पनीको कस्तो खालको भन्ने म तपाईँहरूलाई एकदमै जानकारी दिनेछु यो भिडियोमा है। तपाईँहरूले पनि सोध्न सक्नुहुन्छ। तपाईँहरूको माया, तपाईँहरूको जुन साथ सपोर्ट बिना यो म अगाडि बढ्नु सक्दैन। म मात्रै नभइकन हरेक जुन सोसल प्लेटफर्ममा जति पनि काम गर्नु साथीहरू हुनुहुन्छ, कुनै पनि माथि बढ्न सकिँदैन। अडियन्स तपाईँहरूको माया ममताले गर्दाखेरि हामी अलिकति जुन भिडियो बनाउने जुन युट्युब क्रिएटर जुन नयाँ नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि हौसला बढ्छ होइन, अलिकति मोटिभेसन हुन्छ। त्यसले गर्दाखेरि जाँगर आउँछ भिडियो बनाउनलाई र अनि भिडियो बनाउनलाई अलिकति उत्सुकता बढ्छ। त्यसले गर्दाखेरि म रिक्वेस्ट गर्दछु तपाईँहरूको माया यसरी नै पाइराखौँ साथीहरू। भिडियोलाई धेरैभन्दा धेरै हेरिदिनु होला र सुरुबाट अन्तिमसम्म नै हेरिदिनु होला। धेरै लामो भिडियो छैन र अर्को भिडियोमा फेरि अर्कै कुनै विषयवस्तु लिएर आउने नै छु। तबसम्मलाई मैले आजको यो जुन भिडियोबाट बिदा माग्दछु। धन्यवाद, थ्याङ्क यू सो मच। हजुरहरूले मन पराइदिनु भएकोमा र हजुरहरूले भिडियो हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्ण साथीहरूलाई हृदयदेखिको धन्यवाद है त। तपाईँहरूको दिन शुभ रहोस्। थ्याङ्क यू सो मच।